यो चाहिँ कहाँ जानु लाग्यो है हामी जामा चोक ल पूजा सबभन्दा अगाडि गौरवगार बनाना नाच्दै जा लाइभ बस्नेलाई के पो कान्छ हो सजिलो छ 5 बजे नि पुग्दैन मजा आउँदो रहेछ 102 जना हेरेको हेर्दा हेर्दा मान्छेहरु छैन कोही खै सबजना होला धेरै पछि आयो 7 वर्षपछि हिँडेर आएको यो जामाचोक जान 7-8 वर्ष भयो होला खै कति वर्ष हो 102 जना गएको बल्ल बल्ल सम्ममा आइपुग्यो हामी आइपुग्यो अब नाङ्गे चोरपछि अलिकति उकालो छ अंकल अहिले नाच्छ नाच्यो न खोइ त एउटा डुनो खाएर यिनीहरू सबको टाढा आयो बिच बाटोमा डुनट पावर हो डुनट पावर ओ माइकल ज्याक्सन ल अलिकति मान्छे आएको थियो 102 जना अहिले त छैन साला 500 जना 500 जना मात्र गाई चिन्यो त यो कुन चाहिँ ठाउँ हो कसैलाई जग्गा किन्नु मन छ भने यहाँ आउनु आनाको 1000 पैसै पर्दैन त्यति गाह्रो कसैलाई घर सुकुम्बासीलाई यहाँ केही चाहिन्छ भने यहाँ आएर बस जङ्गलमा दुर्गा पर्छ आउँछ अहिले जानु परेन केटाहरु चाहिँ त्यहाँ खोज्न गइरहेछ यसो सन्चो पार्न कहाँ गयो ए तलतिर नजाए सबजना हराए त्यहाँ के हो यो त खतरा छ त के हो यो नाग जस्तो देख्छ त हेर्दै 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 थाक्या छैन केटाहरु जंगलको बीचमा हेर्दै हेर्दै हेर्दा हेर्दै ओहो बिहान पूजा गरेको यो सब झरेर टिकाहरु रमाइलो छ सब खोल्ने बेला भइसक्यो यार गर्मीले ए पकोलु ए गोलो कहाँ पुग्यो गोलो को किसो भइसक्यो
माथिको मात्र खोले ल आउँछ आउँछ ल कोड बोलो खै त हाई हेलो गर्दैन त यिनीहरू त हरायो क्या हो नाच्देऊ एकचोटि नाच्देऊ नाच्देऊ छिटो बिस्तारै आनन्द लिन फोटो हान्दै ल त्यो देखा पानी खान्ला त केटाहरूलाई भोक लगाएर अब स्याउ खान लागिसक्यो स्याउ त उतैसँग खानुपर्छ अरे यतापट्टि चाहिँ खतरा आउँदो रहेछ यता यता राम्रो आउँछ भने केटाहरूको फोटो खिचिदिन्छ यता हेर भट्टु सजिलो छ पहिला जङ्गलको राजा होइन पहिला जङ्गलको राजा हुँ होइन म सियाल भएछु हिँड्यो अलिक कम त भारी बोकेर जान्थ्यो यो त कुद्थ्यो यो त लगभग दाउरा खोज्न आउने बेला पहिला आधी बाटो जस्तो हो कम दौडाउँथे यो दाउरा बोक्दाखेरि कम दौडिन्छ हो यो अहिले भनेको आफूलाई कसले बोकाउँछ पहिला यहाँ आउनुलाई आधी घन्टा पनि लाग्ने थिएन होला अहिले 1.5-2 घन्टा लाग्नु लागिसक्यो तिमीहरूले हेप्यो के नजिकको देउटालाई हेप्यो अनि त्यसपछि सबैलाई पठाइदियो अहिले ल ब न मेरो खिच मैले त झ्याप के झ्याप हान्दिनँ अन्त यस्तो पेट त अलिक घटाउनु पर्ने भयो यस्तो ल यहाँ हेरेर खिच्नु पेट चाहिँ अलिकति यस्तो भित्र छिराउनु पर्यो भयो मैले तल कस्तो बवाल खिच्दैछ खिच्दै रे ल बल्ल बल्ल नाङ्गे डाँडा भन्ने आइपुग्यो है कान्छीले बोलाइरहेछ नजाऊ भने उसले पर्खी बसे फाइनली नाङ्गे डाँडा आइपुग्यो त्यो माथि पुग्नु पर्ने हो ल यहाँबाट चाहिँ काठमाडौँ भ्यालुको भ्यू देख्छ ल मौसम ठिकै छ आज यो सबैजना दाउरा खोज्न आएको है ए गोलु कति घन्टा भयो हामी यहाँ हिँडेर 2 घन्टा भइसक्यो साला 102 जना भने हैन खोइ त 102 मा 2 4 6 8 जना मात्रै बाँकी छ हेर्नुहोस् यो के जस्तो देखिन्छ हाप्पा खतरै छ
नरामा हो उठम नाइलाई फोन गर्नु पर्यो टोल आउनु पर्यो भन्नु पर्यो नि माथि गइसक्यो गइसक्यो यो चाहिँ हाम्रो पानी माग्ने ठाउँ हो हो भने अलिकति सफा गर्नु नि यहीँ हो हाम्रो पानी माग्ने ठाउँ हो यो यहाँ पानी मागेपछि हाम्रो पानी कम नआउ पहिला पूजा यहाँ हो नि त पहिला यहाँ पूजा गरेर माथि पहिला गाडा गुडुङ गराउँछ नि पहिला गाडा दिन्न चढ्दा चढ्दै माथि पुगेछ ल फुल टिप्न गा मजा छ खोइ को आयो पानी पानी दे धेरै दे पानी दे धेरै दे पानी दे पानी दे धेरै दे पानी दे धेरै दे पानी दे सक्यो अब हामी कहाँ छौँ फाइनली जामा चोक आइपुग्यो यही हो जामा चोकबाट देख्ने ए